हेलो नमस्कार। हामी चाहिँ हामी बसिरहेको सिटी सेचिनदेखि बाहिर आज चाहिँ रोक्लोतिर छौँ हैन। अपडेट त गराइरहेको नै छौँ, तर हाम्रो त्यो सेचिनमा चाहिँ हामी बस्ने सेचिनमा चाहिँ हिउँ परेको छैन, खासै हिउँ परेको छैन। अहिलेको 25मा एक दुईचोटि मात्र हिउँ पर्यो। अब यहाँ हेर्ने हो भने यहाँ चाहिँ साह्रै उपद्रै हिउँ परेछ। त्यो हिउँ देख्न सक्नुहुन्छ हैन, यति उ छ हिउँ चाहिँ, यो पुरै हिउँ छ हैन, पुरै सेतै हेर्नु जताततै। अनि चिसोको महसुस चाहिँ त्यति धेरै छैन ज्याकेटहरू लगाए पनि, तर हिउँले चाहिँ जताततै यो यहाँको दृश्य एकदम मनोरञ्जन बनाएको छ, एकदम रमाइलो दृश्य छ। अनि यहाँको यसो अब तालहरू पुरै जमेर, यहाँ चाहिँ ताल जमेर पानी जमेर पुरै यहाँ चराहरू खालमा तलाउमा चाहिँ हिँड्ने भइसकेको छ। चिसो चाहिँ यहाँको माइनस पनि छैन, 2 डिग्री छ, माइनस पनि छैन। अनि चिसोको त्यति धेरै महसुस चाहिँ भएको छैन। अब हाम्रो त्यतातिर चाहिँ हिउँ नपरेको हुँदा यहाँ चाहिँ अलि रमाइलो लाग्यो। धेरै दिनपछि अलि राम्रैसँग हिउँ देख्न पाइयो, एकदम रमाइलो लाग्छ। हामी सायद बसाइ खासै लामो त छैन, आज नै फर्किने भन्ने कुरा छ। अब के हुन्छ, त्यो हाम्रो काम बन्यो भने छिटै नै फर्किने कुरा चाहिँ हो। यदि भएन अब के हुन्छ होइन, दाजुहरू होइन आज यतै बसौँ भन्ने कुरा भयो भने सायद त्यतै पनि बसिन्छ होला। कहिले कसो यसो घुम्न पनि पर्छ होइन। खासै हामी त घुम्दैन, त्यति धेरै घुम्दैनौँ। चिसो मौसममा अलि गाह्रो पनि हुन्छ, चिसो साह्रै चिसो पनि हुन्छ कहिले कसो। तर यति बेला चाहिँ चिसोलाई ओझेलमा राख्दै हामी चाहिँ घुम्दै रमाउँदै यहाँसम्म आइपुगेछौँ। अब केही टाइमपछि चाहिँ हाम्रो कामतिर पनि जान्छौँ। र हाम्रो के छ, ठिक छ होइन, हाम्रो गस्ती चाहिँ कस्तो लागिरहेको छ दाजु तपाईँलाई? यहाँको सिटी, यहाँको यो भ्यू चाहिँ कस्तो देखिरहेको, कस्तो लागिरहेको? ठिक लागेन मलाई, यो धेरै हिउँ पर्ने ठाउँ रहेछ। धेरै हिउँ पर्ने होइन, फेरि यस्तो के बानी, फेरि हाम्रो चाहिँ होइन हिउँ नपर्दाखेरि अहिले हिउँै परेन। अब हाम्रो यहाँ के पो हुन्छ भन्ने होइन, अहिले चाहिँ हिउँ देखेपछि हिउँमा आउँदाखेरि चाहिँ हिउँ धेरै पर्ने होइन। यो हाम्रो नेपाली हो, नेपालीले चान्स पायो भने जे पनि गर्छ भने जस्तो।